नमस्कार दर्शक महानुभावहरू, तपाईलाई नेपाली खबर न्युज 24 युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनेटमै प्रस्तुत गर्न गइरहेका छौँ। समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। अन्ततः पूर्व गृह मन्त्री सुदन गुरुङ नराम्रोसँग फसे। भर्खरै राष्ट्रिय मानव अधिकार आयोगले दियो यस्तो आदेश। जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका। आयोग सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गर्न सिफारिस। सुकुम्बासीको घर भत्किँदा रविको छाती कहाँ गयो भन्दै रुँदै मिडियामा। प्रधानमन्त्रीको खोजी गर्दै हर्क साम्पाङ संसद बैठक बहिष्कार गर्दै झोला भिरेर आज पनि बाहिरिए। जेनजी आन्दोलनमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति दिन सरकारलाई सिफारिस। अनुसन्धानको घेरामा रासोपाका को सांसद परे, यसबारे सब जानकारी। आशिका तामाङ दोषी देखिए कारबाही गर्न सिफारिस। र रक्षा बम दुर्गा परसाई र हेमराज थापालाई दोषी देखिए कारबाही गर्न सिफारिस। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। 2082 भदौ 23 र 24मा भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्क्याउन र भिडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै सामाजिक अभियन्ताहरू केपी खनाल र ज्वाला सङ्ग्रौला सहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिका पछाडि सामाजिक सञ्जाल मार्फत दिएका उत्तेजक अभिव्यक्तिहरू पनि जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनको बुँदा नम्बर 30 र सिफारिस खण्डको बुँदा नम्बर 10 मा उल्लेख भए अनुसार केपी खनाल, ज्वाला सङ्ग्रौला, पुण्डे गौतम, मुकुन्द उप्रेती लगायतका अभियन्ताहरूले आन्दोलन पूर्व, आन्दोलनको दौरान र आन्दोलन पश्चात सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिहरूले प्रदर्शनकारीहरूलाई उग्र बनाउन सहयोग पुर्याएको पाइएको छ। आयोगले भनेको छ उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको देखिएकाले उनीहरूको संलग्नता नरहेको र उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे नपरेको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ। त्यस्तै दर्शकबिन, राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित जेनजी अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले गत भदौ 23 र 24 गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पूर्व पत्रकार, युट्युबर, कन्टेन्ट क्रिएटरहरूमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले 49 जना व्यक्तिहरूमाथि अनुसन्धान गर्न र दोषी देखिए कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको हो। अनुसन्धानको घेरामा तानिनेमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष शाह, ज्वाला सङ्ग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ, अमनत प्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, समीमान बस्नेत, भाग्य नेउपाने, टङ्क दाहाल, भिक्टर पौडेल,
केत मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा परसाई, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध सिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह, निशान मैनाली रहेका छन्। प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेन्जी आन्दोलन प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरूको सामाजिक सञ्जाल प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागिता हुन सक्ने भनी सङ्कलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको देखिँदा भाद्र 23 र 24 गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनाइको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु आयोगले भनेको छ। त्यस्तै दर्शकबिन सरकारले बिना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा डोजर चलाएको भन्दै सरकारवालाहरूले विरोध जनाएका छन्। उनीहरूले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई बताउँदै रविको छाती कहाँ गयो भन्ने प्रश्न समेत गरे। सुकुम्बासी समस्या कानुनी निर्माण भएर पूर्जा वितरणको अन्तिम चरणमा पुगेको तर सरकारले अमानवीय ढङ्गबाट डोजर चलाएको उनीहरूको दाबी छ। बुधबार सवाद डबलीमा नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यक्तिहरूले सो कुरा बताएका हुन्। कार्यक्रममा नेकपा एमालेकी सचिव तथा सांसद पञ्चा अर्यालले सरकार गरिब तथा सुकुम्बासीको अभिभावक बन्नुपर्नेमा राज्य आतंक सिर्जना गरेको बताइन्। उनले आफू मन्त्री भएको बेला सुकुम्बासीलाई पूर्जा वितरणको लागि आवश्यक पर्ने सबै कानुन बनाएको बताएकी हुन्। म मन्त्री हुँदा सुकुम्बासी पूर्जा वितरणको लागि आवश्यक पर्ने सबै कानुन बनाएर आयोग र पालिकासँग सहकार्य गरेर पूर्जा वितरणको अन्तिम तयारमा थियौँ। हामीले 12 लाख सुकुम्बासीको पहिचान समेत गरिसकेका थियौँ। हामी पूर्जा वितरणको तयारीमा थियौँ तर 2/3 सरकारले डोजर चलायो। उनले पहिचान भइसकेकाहरूलाई पूर्जा वितरण गरेर अगाडि बढ्न वर्तमान सरकारलाई अवसर भएको तर सरकारले राज्य आतंक सिर्जना गरेको दाबी समेत गरिन्। अधिवक्ता एकराज भण्डारीले नागरिकलाई सुविधाले बसोबासको अधिकार सुनिश्चित गरेको बताउँदै बिना विकल्प डोजर चलाउन कानुनी रूपमा र मानवीय रूपमा सही नभएको बताएकी छन्। त्यस्तै दर्शकबिन राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित जेएनजी अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले गत भदौ 23 र 24 गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पूर्व पत्रकार युट्युबरलाई समेत छानबिन गर्न आयोगले निर्देशन दिएको छ। त्यस्तै दर्शकबिन सरम शक्ति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले आफूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 31 को उपनियम 1 बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै राईले आफ्नो आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका थिए। त्यसपछि उनलाई
बोल्न सभामुख डोलप्रसाद अर्यालले समय दिएका थिए। त्यसपछि बोल्दै उनले कि नियमावलीको नियम 15 को उपनियम 2 बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम 31 को उपनियम 1 बमोजिम निष्कासन गर्न माग गरेका हो। बाँकी अपडेट अर्को भिडियोमा।